हामीलाई कति बिचरा देख्दै होला नि बाटोमा हिँडेको है। टुक्रो टुक्रो पनि पो भनिहाल्छ नि त। अहिले किनेको भर्खरै मोटा आएर मान्छेहरु कस्तो राम्रो देखेको मलाई। साथीहरु सेवाहरू अनि स्वागत छ मेरो युट्युबमा। अनि आज चाहिँ हामी हैन साथीहरु भेटघाट छ कि हाम्रो, अनि हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ म ठ्याक्कै पानी पोखरीमा छु। अनि हामी चाहिँ अहिले चाहिँ 2 जना छौँ। अनि उता अरू चाहिँ भेट हुन्छ, तर कहाँ जाने चाहिँ थाहा छैन अहिलेसम्म। अहिले चाहिँ पत्नीसम्म जान्छौँ हामी। ओके। अनि त्यसपछि सल्लाह गरेर पर्खिरहेको उता त बोल्दा बोल्दै निस्केको म। क्या मतलब निस्केर पैसा दिसके यहाँ दिसकेको यो किन लङ टोइलेट गरेको यो भाइले गएर पर्खिन्छु भन्दै आयो। अनि हामी चाहिँ गएको अब होइन, हाम्रो साथीहरू आदि चाहिँ उता छ। अब हामी कहाँ जान्छौँ थाहा छैन, तपाईँहरूलाई भरे देखाउँछौँ ल। एउटाले मलाई मरि भित्र पर्खेछ यो स्टेट टिम है त। चरा हामी चाहिँ साथी पर्खिँदा हामी ढल्नु आँट्यौँ। हामीलाई कति बिचरा देख्दै होला नि बाटोमा हिँडेको है। टुक्रो टुक्रो बसेको छ। तर ठिकै छ, यो घामले मबाट भेट्यो। 1 घण्टामा आइपुग्छ। 2 जनादेखि 3 जना भयौँ है यहाँ। रारा रिडी बसिरहेको छ सबै। भिडियो गर्दिउँ यहाँ, भिडियो पनि नहीं किन हामीलाई नपत्तै गर्नु त। चोलो उयो जस्तो देख्छु त, के भन्छ ब्लाउज, साडीको माथिको चोलो। एउटा म्याक्स र 2 घण्टा पछि आउने हिरोहरू है यिनीहरू चाहिँ। चस्मा आयो त सविता, हामीले बिर्साएको थियौँ। किन चिन्ता हो सेवारो यता उसलाई मलाई होइन। कसले किनेको यो? ऊ चाहिँ खोइ अनु चाहिँ कहाँ जाने? अनि पहाड छु भन्दै
चस्मा देऊ न भनेको कहिले चेराबारी छु भनेको थियो गाडीमा आउनुभयो अनि चल्दैन हो चेक मात्रै गर्छु प्राइस पनि पो भनिहाल्छ नि त अहिले किनेको भर्खरै मोटा आएर मान्छेहरू कस्तो राम्रो देखेको मलाई मलाई भनेको कि उसलाई ल गाइज हेर हाम्रो भेट भइसक्यो कि अनि म चाहिँ विशालको 900 को चस्मा हारे लाएर अगाडि हिँड्दैछु होइन अनि हामी चाहिँ अब यो पथरीको कटुसेभित्र कत्रो कराएको गयो सर्प नमान्नु होस् गयो सबिताले मेरो साथै खाइदियो कत्रो कराएको अनि हामी चाहिँ कटुसेभित्र अब छिर्ने कुरा भयो सबैजना अनि हामी चाहिँ लगभग उयो कमजोर भइसकेको रहेछ है अलिक उयो है तिमी त उला उल्टोबाट चाहिँ भनेको मोटायो भनेर चाहिँ म चाहिँ साँच्चीकै मोटाएर भनेको कि भावनालाई भन्छु क्या अनि 2-3 कति हामीले कति पर्ख्यौँ सबिता 2 घन्टा त 1.5 घन्टा त हो पर्ख्यौँ अनि त्यसपछि फाइनली हामी भेट भयो अनि कति साथीहरू आएन पनि आउने भनेर छुट्यो पनि अनि हामी चाहिँ अब उता गएर तपाईँलाई देखाउँछु ल कसले हो अन्जानले हिजो त हो ओइ अन्जानले फोन अफ गरेको छ है फोनै अफ हान्दियो यही ब्लगबाट भन्नुपर्छ अन्जानले कि ए हामी यहाँ आएर पनि गरेको नि त उठाएर 12 सेकेन्ड ओइ 12 सेकेन्ड बोलेछ मैले त अन्जान दादा यति ढिलो गर्छ यति ढिलो भन्दै चाहिँ फोन सुनेछ अनि त फोनै पो अफ गरेछ दादा मान्छे कम्तीमा यहाँ कम्ता छिरेको छ हामीले हेर्दै यो पानी चाहिँ कहाँदेखि गरे यति धेरै खेरोको अन्जलले गरेको होला नि सबै राम्रो लुगा लाउने रहेको छ बाई बाई अङ्कल कोही बोल्दैन तिमीहरूको पछाडिबाट खिच्यो कि ओइ त्यो हामी अस्ति मङ्गलबार जाँदा कति बाटो हिँडेको छ म त तिमीहरूले त्यो देखेर त म त कति राम्रो पो रहेछ यहाँ त जस्ट लुकिङ लाइक वाउ गजब बेइज्जती है तर मिली त मिलिरहेको थियो नि त होइन त्यो के को बस्ने ठाउँमा भाटाहरू यता ल्याइदिन्छ नि लु बसौँ सबितालाई क्यामेरामा देखाउनु पनि लुकिहाल्छ बसौँ न भुइँमै सजिलो हुन्छ हौ म त यहाँ त पहिलोचोटि हो नि यहाँ त माछा छ खोइ माछा यो कुन खुलो जार होइन तर यस्तो हातमा यो मार्छ होला नि टिप्दा होइन के मार्नु यो मुला यो उइलामे तर यहाँ कति राम्रो देखेको छ नि त अनि म टिप्दैछु मलाई गाली गऱ्यो भने म जिम्मेवारी हुँदिन है कसलाई केमा तिमी
जस्तो सीता तिमी जस्तो sweet daughter, just looking like a wow. उदय बसौँ न भुइँमै यता त अँधेरोदेखि पठायो त कुरी looking like a wow. कति राम्रो देखेको हो झार पनि टिकाले देखेको हो कसलाई हो तपाईलाई एन्टी लाइट नपरेर होला तर कस्तो राम्रो देखेको हो हामी अस्ति नै मरा बहिनी आउँदा चाहिँ उतापट्टि बसेको अब फेरि फोन गरौँ न एकचोटि अन्जनलाई लाग्दैन हौ हामी चाहिँ कट्टुसेरमा आइपुग्ने गाइड यहाँ हुनुहुन्छ हाम्रो मास्क खोल्नु न एकचोटि सागर चेम्जुङ लिम्बू अनि यता हुनुहुन्छ विशाल सम्भाङ लिम्बू मम यता हाम्रो भावना सविता मगर काने पोखरी मोमो खाएको मोमो बेसी हड्डी टोक्दा काने पोखरी कस्तो राम्रो हावा आएको नि स्पिकर छैन के छ व्यवस्था भइहाल्छ नि किन चिन्ता कस्तो राम्रो नि हावा पनि छेउमा बसिएछ के को हँ के को छेउमा रे नि लडिन्छ क्या अर्डर 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 के सल्लाह गरेछ ल भन्नु म त दाम दिन एकि दियो यो पराइनु ल के खाने भन्नु न हौ जे भन्छ त्यही खान्छ टोङमा खाने सबैजना र एउटा तङमा अनि चिसो खाने अगाडि किन खाने चिसो नखाउँ त चटपटी बनाइदिनु अनि लेसहरू सक्छ हैन दुई ठाउँ चटपटी बनाइदिनु अनि करेन्टको होला यहाँ वासरुम कहाँ छ उयो होइन ओ त्यहाँ पर छ अनि वासरुम सोध्नुलाई चाहिँ तिमीले होइन जाउँ पो भनेको त के को म त उता खानु पर्छ वासरुम जाँदा त्यो खोल्याउ न किन चाहिँ लागु लागु गरेको आज हो खोल्ने तरिका हेरौँ फेरि मैले पक्रेको पक्र्नु छैन यो चस्मामा गगनको याद आएको मजाको छ है शीतल छ कम्ता ठिक्कको छ क्या त्यो अनुहार अलि सानो हुनेलाई चाहिँ यो चस्मा खास चाहिँ कसको हो तपाईँको दुईटा बोकेर आएर आज ए एकछिनमा भन्छु तर राम्रो देखेको छ कि छैन गाइजहरू कमेन्ट गर्नु ल ओके यतिकै त्यो के चाहिँ हेर्छु त्यो टिकटकहरू केमा आइहाल्यो भन्ने चाहिँ हेर्छु मलाई त प्र्याङ्कहरू के हेर्नु चाहिँ मजा लाग्छ त्यतिकै छोडान खेसलाई उडाउन देऊ यो हावालाई डुब्छु होला तिम्रो आँखामै डुबिरहन डाटा चल्दैन हैन चल्छ त चल्दै चल्नु पर्ने तर एनडिसी चाहिँ नेटवर्क एनडिसी चाहिँ छैन हो मेरो चाहिँ एनडिसी हो नि त फेरि एनडिसी के दिएको छैन 80 भनेको खाना खाएको थिएन मैले पनि खाना खाएको छैन मैले मान्नु गएको अब कसले खानु सागरले खानुभयो तिमीले मैले खाएको बिहानै हामीले चाहिँ खानु नछौँ म त बिहानै खान्छु म त पकाएँ बारीमा थपक्कै पुऱ्याइदिएँ के भन्दै हुन्छ पर्दैन किन मैले भन न अलिक साह्रो साह्रो बोलेको केटीले भन्नुहुन्छ है ह्याप्पी बर्थडे भन्नुभएछ मेरो तर्फबाट यो दिएर त्यो गर्दैछु
हामी चाहिँ अब यहाँ खानेकुराहरू पनि खाइसक्यौँ अनि हामी चाहिँ अब बिल पे गरेर के कुरा भयो भने फिल्म हेर्न जाने कुरा भइरहेछ। फर्स्ट टाइम हामीले मजा रमाइलो त खानेकुराहरू पनि ठिकै। तिमीलाई कस्तो लागिरहेछ भन न आजको दिन? लागिरहेछ, मजा लागिरहेछ। सोचेको भन्दा के भन्छ रमाइलो भयो होइन। सबैजना भइएन तर पनि सम्झिरहेको छु सबैजनालाई। तर रमाइलो पनि भइरहेछ होइन? रमाइलो भइरहेछ। ठिकै हो, दुईजना फोटो खिच्दैछ। हामी अब कहाँ जान्छौँ? हामी अब के अरे हाम्रो फिल्महरूको नाम धमक डिम्याक्स जाँदैछौँ। कृपया सबैजना आइदियो होला, त्यहीँ भेट्नुपर्छ। अब जानुपर्छ दिदी। ओइ नभुल्ली जाऊँ न, भ्याइँदैन फेरि। के हौ बट्टा के को बट्टा हो? नभुल्ली जाऊँ न। 2.45 को अरे भ्याउनु पर्यो। लुटे भए पनि फेरि अलि लुटे भने मन पर्दैन। बाटो नि जहाँ पनि यस्तै हुन्छ।
त्यो अँधेरो देखिएको देखिँदैन त अन्त विशाल त हराउँछ त हाँसौँ न जहाँ देखिन्छ प्लेन कतिखेर आउँछ त्यहाँ हेर्नुहोस् न फिल्म हेरिसकेर फिल्मको कुरा हुँदैछ अब चाहिँ ठिकै हो त्यस्तो नराम्रो पनि होइन हिरोको सब गुरुहरू मात्रै अब हामीले हेरिसक्यो अब घरको फिल्म धेरै लामो नि धेरै राम्रो 2 घन्टा कति मात्रै भनिदियौ त तिमीले त 2 घन्टा 25 कि कति मिनट मात्रै देखाएको थियो है साँच्चै त्यो त हुन्छ नै अस्ति एउटा कुन फिल्मको कति छिटो सकेको क्या कुन फिल्म भने त्यो के अरे होइन त्यो हो र साली चिनेन र भन्ने फिल्मको नाम के हो ए नाजु भन्ने हो के हो त्यो फिल्मको नाम चिन्ता भएको छैन त्यो फिल्म कति छिटो सकेको न ल सबैजनालाई बाई बाई